आजको डिजिटल युगमा सूचनाको स्रोत जो पनि हुन सक्छ, तर सही सूचनाको स्रोत जो कोही हुँदैन। सामाजिक सञ्जाल र इन्टरनेटको सहज पहुँचले हामीलाई जानकारीको महासागरमा पुर्याएको छ, तर यसैमा भ्रामक र मिथ्या सूचनाको बाढी पनि आएको छ। तपाईको हातमा रहेको मोबाइलमा आउने हरेक पोस्ट, भिडियो वा मेसेज सत्य नै हुन्छ भन्ने छैन। त्यसैले तपाईले एक सचेत नागरिकको रूपमा सूचनाको आधिकारिकता जाँच्ने तरिका जान्नु अनिवार्य भएको छ। सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने फेसबुक, टिकटक, युट्युब वा एक्स जस्ता सामाजिक सञ्जाल सूचनाका स्रोत होइनन्। ती सूचना प्रवाह गर्ने माध्यम वा प्लेटफर्म मात्रै हुन्। यस्तो प्लेटफर्ममा जो कोहीले एकाउन्ट बनाएर पोस्ट गर्न सक्छन्। जोसुकैले जेसुकै कुरा पोस्ट गर्न सक्ने त भए, तर पोस्ट भएका सबै कुरा सत्य नहुन पनि सक्छन्। प्राय कुनै भाइरल भिडियोको स्रोत सोध्दा फेसबुक भन्ने गरिन्छ, जुन गलत हो। ती प्लेटफर्ममा जो कोहीले जुनसुकै सामग्री राख्न सक्छ। त्यसैले कुनै पनि जानकारीमा विश्वास गर्नु अघि त्यसको मूल स्रोत खोज्नु महत्त्वपूर्ण छ। ट्रोल र मीम पेजहरूले कहिले समाचारका शीर्षक त कहिले व्यङ्ग्य वा मनोरञ्जनका लागि बनाएका सामग्री राखिरहेका हुन्छन्। त्यस्तोमा ट्रोल पेजलाई समाचारको पेज बुझ्ने पाठकले मीम वा ट्रोललाई पनि समाचार ठान्न सक्छन्। यस्तो मीमले हामीलाई आक्रोशित बनाउने, डर देखाउने, घृणा जोगाउने पनि हुन सक्छन्। साथै हामीमा विभाजन ल्याउने र हिंसा उत्पन्न गराउने सम्भावना पनि हुन्छ। कुनै पनि सूचनाको सत्यता जाँच्न निम्न उपायहरू अपनाउन सकिन्छ। स्रोतको जाँच। सूचना कसले प्रकाशित गर्यो? के त्यो कुनै विश्वसनीय समाचार संस्था, आधिकारिक सरकारी निकाय वा सम्बन्धित विषयको विज्ञको आधिकारिक पेज हो? कहिलेकाहीँ ठूला मिडियाको नामसँग मिल्दोजुल्दो नाम राखेर, जस्तै BBC न्युजको सट्टा BBC-न्युज नक्कली पेजले भ्रम फैलाइरहेका हुन्छन्। सरकारी निकायका वेबसाइटमा .gov.np हुन्छ, जसले तिनको आधिकारिकता जनाउँछ। ती वेबसाइटभित्र अधिकांशले आफ्ना सामाजिक सञ्जालको लिङ्क राखेका छन्। ती निकायबाट प्रवाह हुने सूचना तिनै सामाजिक सञ्जालमा आउँछन्। साथै पैसा तिरेर जो कोहीले ब्लू टिक किन्न सक्ने भएकाले अब नीलो टिक मात्रै विश्वसनीयताको आधार हुन्न। त्यसका लागि उक्त पेज वा एकाउन्टले राख्ने सूचना विश्लेषण गर्नुहोस्। सामग्रीको विश्लेषण। यदि कुनै समाचारको शीर्षक अति नाटकीय, उत्तेजित पार्ने वा डर देखाउने किसिमको छ भने त्यो ध्यान खिच्नका लागि बनाइएको क्लिकबेट हुन सक्छ। आधिकारिक समाचारमा भाषा र व्याकरण शुद्ध हुन्छ। यदि सामग्रीमा धेरै गल्ती छन् भने त्यो शङ्कास्पद हुन सक्छ। साथै पुरानो तस्बिर वा भिडियोलाई नयाँ घटना भनेर प्रस्तुत गरिएको छ कि छैन भनी जाँच्न गुगल रिभर्स इमेज सर्च जस्ता टुलको प्रयोग गर्न सकिन्छ। 5W1H को सिद्धान्त। कुनै पनि समाचार पूर्ण हुनका लागि त्यसमा के, वाट, को, हु, किन, वाइ, कहिले, वेन, कहाँ, वेयर र कसरी, हाउ जस्ता प्रश्नहरूको जवाफ हुनुपर्छ। सामाजिक सञ्जालको पोस्टमा यति सबै जानकारी नहुन सक्छ। त्यसैले समाचारको पूरा लिङ्क खोलेर पढ्ने बानी बसाल्नुपर्छ। अपुरो सूचना राख्ने फेसबुक पेज फलो गर्नुभएको छ भने तिनलाई अनफलो गर्दा वा तिनले राखेका सूचनालाई आधार नमान्दा नै उपयुक्त हुन्छ। अन्य स्रोतहरूसँग तुलना। यो सबैभन्दा महत्त्वपूर्ण चरण हो। यदि कुनै घटना साँच्चै ठूलो र सत्य हो भने त्यसको बारेमा एकभन्दा बढी विश्वसनीय समाचार संस्था, जस्तै टेकपाना, BBC नेपाली, अनलाइन खबर, सेतो पाटी, कान्तिपुर, नेपाल न्युजले रिपोर्ट गरेका हुन्छन्। यदि खबर एउटा मात्र अपरिचित स्रोतमा छ वा स्रोत नै छैन भने त्यो मिथ्या हुने सम्भावना बढी हुन्छ। झन् कतिपय वेबसाइट त झुटा खबर सनसनी रूपमा फैलाएर धेरै भ्युज बढाएर पैसा कमाउनको लागि मात्रै खोलिएका पनि हुन सक्छन्। आफ्नो सम्वेग नियन्त्रण। मिथ्या सूचनाहरू प्राय मानिसमा डर, रिस, घृणा वा अत्याधिक खुसी जस्ता तीव्र भावनाहरू जगाउन बनाइएका हुन्छन्। यदि कुनै पोस्ट पढेर तपाईलाई तुरुन्तै रिस उठ्यो वा डर लाग्यो भने एकछिन रोकिनुहोस्। भावनामा आएर सेयर गर्नु अघि त्यसको सत्यता जाँच गर्नुहोस्। तपाईले सही ठानेको सोशल मिडिया इन्फ्लुएन्सर, पेज वा राजनीतिक व्यक्तिले राखेका सूचना सधैँ सही हुन्छ भन्ने हुँदैन। उनीहरूले राख्ने सूचनालाई प्रश्न गर्नुहोस्। सूचनाको भेलमा सही र गलत छुट्याउनु एक चुनौती हो, तर असम्भव छैन। अनलाइनमा पोस्ट भएका वा भेटिएका कुनै सामग्री सेयर गर्नु अघि त्यो सत्य हो कि होइन, आधिकारिक स्रोतबाट आएको हो कि होइन भनेर कन्फर्म गर्नुपर्छ। किनकि हामीले झुटा कुरा सेयर गर्दा त्यसले धेरै हानि गर्न सक्छ।